दर्शकबिन तपाईहरु देख्न सक्नुहुन्छ यो नारायणी नदी एकदम बढेर आएको छ अहिले एकदम बढेर आएको छ तर यहाँ ग्यास लिनलाई चाहिँ सर्वसाधारणहरु यसरी जानु भएको छ नदीमै ग्यास लिनलाई यसरी नदीमै जानुहुन्छ तपाईहरु देख्न सक्नुहुन्छ ग्यासको लागि अगाडिबाट एकदम ठुलो बाढी आएको छ तर यसरी ग्यास लिनलाई यसरी पुग्नु भएको छ तपाईहरुलाई प्रत्यक्ष रूपमा हामीले देखाइरहेको छौं नारायणी अनलाइनबाट यो ग्यासको लागि सर्वसाधारणहरु हाम फाल्नु भएको छ यो बाढीमा यो नारायणीको बहावको बाढीमा ग्यास लिनलाई तपाईहरुले देख्न सक्नुहुन्छ अगाडिबाट निकै ठुलो पानी आइरहेछ ग्यासको लागि चाहिँ यहाँ सर्वसाधारणहरु पानीमै हाम फाल्नु भएको दृश्य यो दृश्य देख्दा चाहिँ साह्रै नराम्रो लाग्छ पानी बढिरहेको छ अगाडिबाट एकदम ठुलो बहाव आइरहेको छ सिलिन्डर निकाल्नलाई यसरी सर्वसाधारणहरु नदीमै हाम फाल्नु भएको छ यो देख्न सक्नुहुन्छ यति बेला चितवन प्रशासन के हेर्दैछ यति बेला यो ठाउँमा पानी पनि बढेको छ सिलिन्डर लिनलाई नदीमा पनि हाम फाल्नु भएको छ यति बेला चितवन प्रशासन के हेर्दैछ यो प्रश्न सबैले जान्न चाहन्छन् कि यति बेला चितवनको प्रशासन के हेर्दैछ यति ठुलो नारायणी नदीमा बीच भंगालोमा मान्छेहरु हाम फालेर सिलिन्डर तान्दै हुनुहुन्छ यहाँ कुनै सुरक्षा निकाय देखिएको छैन यो एकदमै लज्जास्पद क्षण हो यहाँ सुरक्षा निकाय केही छैन यहाँ सुरक्षा निकाय अहिलेसम्म आइसकेको छैन तपाईहरुलाई हामी नारायणी अनलाइनको फेसबुक पेजबाट प्रत्यक्ष रूपमा देखाइरहेका छौं एउटा सिलिन्डरको लागि चाहिँ यहाँबाट सर्वसाधारण यो बाढीमा हाम फाल्नु भएको छ सिलिन्डर लिएर आउनको लागि तर यति बेला चितवनको कुनै पनि प्रशासन यहाँ हामीले देख्न सक्दैनौं देख्न सक्नुहुन्छ काठ निकाल्दै हुनुहुन्छ काठ दाउरा निकाल्दै हुनुहुन्छ एकजना बुवाले यो नारायणी नदी हो यसको बहाव बढेर अहिले यता जाँदैछ तर काठ निकाल्ने काम र ग्यास निकाल्ने काम सकिएको छैन यहाँ यति बेला चितवन प्रशासनलाई चाहिँ क्वेशन गर्न चाहन्छौं हामी यो के भइरहेछ यहाँ यो के हो हामी प्रश्न गर्न चाहन्छौं चितवनको प्रशासनलाई यो फितलो यसरी नदीको बहाव बढिरहेको छ तर उहाँहरु ग्यासको सिलिन्डरको लागि चाहिँ यो नदीमा हाम फाल्नु भएको छ तपाईहरुलाई चाहिँ हामीले नारायणी अनलाइनको फेसबुक पेजबाट प्रत्यक्ष रूपमा रसुवादेखि आएको बाढीको प्रत्यक्ष पलपलको खबर अपडेट गरिरहेका छौं यो बाढी अहिले चितवन आइपुगेको छ चितवनको नारायणी नदीमा आइपुगेको छ तपाईहरु देख्न सक्नुहुन्छ यति बेला सर्वसाधारणहरु काठ दाउरा निकाल्दै हुनुहुन्छ यहाँ कोही मान्छे उता सिलिन्डरको लागि पानीमै आफ्नो ज्यानको जोखिम राखेर हाम फालिरहनु भएको छ हामी निकै छेउबाट हिँडिरहेका छौं हामीलाई पनि प्रश्न गर्नुभएको होला तपाईहरुले तर हामी निकै छेउबाट हिँडिरहेका छौं यो चाहिँ के हो चितवन प्रशासनलाई भन्न चाहन्छु यो के हो चितवनको सुरक्षा निकाय यति बेला कहाँ छ
पानी बढेछ है पानी बढेछ है तपाईँ जान्दा बहिनी तपाईँ उता जान्दा पानी बढेछ है तपाईँ उता जान्दा देख्न सक्नुहुन्छ तपाईँहरू सिलिन्डर भन्दै हाम फाल्नु भएको छ सिलिन्डर भन्दै हाम फाल्नु भएको छ पानी बढेछ है पानी बढेछ तपाईँहरू सबै जान्दा खोइ भुन्थ्यो अलि यताबाट जानु तल जान्छ त चारवटा भयो भन्दै हुनुहुन्छ उहाँ बाख्रा भैँसी के हो ओ खोला बढेछ है अलि उता आम्मामा त्यहाँ त कहाँ जानु सक्छ त्यहाँ हेर यार ओ जेनेरेटर यार हेर्नु